हेलो साथी हो सबैजनालाई सेवनी है र स्वागत छ मेरो भिडियोमा फेरि पनि हैन र यसो लाइक शेयर सब्स्क्राइब गरिदिनु होला है बेल आइकनहरु दबाइदिनु होला र आज चाहिँ म जान्दैछु मिरिक र भाइ र म छौं हैन र यसको एउटा भिडियो निकै भाइरल भइसकेको छ बिलाकी गरेर बनाएको थिएँ हैन र अहिले भने चाहिँ हामी बाटोमै छु जान्दैछु र आजको अपडेट म तपाईहरुलाई दिनेछु कस्तो छ के छ है दिन एकदम दामी भइरहेको छ हेर्नु होला है र आज चाहिँ दिन यस्तो भइरहेको छ पानी परेर रहिरहेको छ हैन अन्त अहिले भने चाहिँ हामी बतासे पुग्न आँटे हो आज चाहिँ ढिलो गयो नि त हामी आज चाहिँ किनभने त्यस्तो हतारै छैन र अर्को कुरो आज चाहिँ हाटसाट केही लाग्दैन नि त हाट लागेको बेलामा चाहिँ बिहान छिटो जानुहुन्छ र आज चाहिँ लाग्दैन त्यस्तो देखिरहेको छ हो यो चाहिँ कहाँ हो भन्दाखेरि बतासे पुगेको हामी होइन सक्नुहुन्छ तपाईँहरूले कस्तो भइरहेको छ है यहाँदेखि त फेरि त्यही हो हो दिन होइन यहाँ चाहिँ हो बतासे भेटै गरौँ होला है साथी हो तपाईँलाई देखाउने छु अब आजको अपडेट दिनेछु है साथी हो तपाईँहरूलाई हजुरहरूले मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ है त्यसरी नै माया र सपोर्ट दिँदै गर्नुहोस् होला होइन तपाईँहरूलाई म मजाको भिडियोहरू ल्याउने छु है र अहिले भने चाहिँ होइन साथी हो हामी चाहिँ सुखिया पुग्न आँटे सुखिया पेट्रोल पम्प पुग्यो होइन यता चाहिँ हल्का धुम्बो लागिरहेको रहेछ हो मजाको देख्दैछ तल तल चाहिँ सुखिया पेट्रोल पम्प साथी हो है अब चाहिँ सुखिया बजार पुग्यौँ होइन सुखिया बजारमा सामान दिएर चाहिँ हामी निक्लिन्छौँ यहाँबाट है म तपाईँहरूलाई देखाउने छु हाम्रो कहाँ कहाँ दिन्छ दोकान होइन सामान कहाँ कहाँ दिन्छ म तपाईँलाई देखाउने छु हेर्दै गर्नुहोस् होला है र अहिले भने चाहिँ हामी सुखिया आइपुग्यौँ होइन अन्त एउटा दोकान चाहिँ यो है एउटा दोकान चाहिँ यहाँ दिन्छ हामीले सामान होइन यहाँबाट चाहिँ सामान दिएर फेरि पर जानुहुन्छ नि त अहिले है हामी चाहिँ त्यहाँबाट निक्ल्यौँ होइन र अब अगाडि छ दुईवटा दोकान त्यसपछि सिधै मिरिक र सोरुनी हो होइन तपाईँहरूले यहाँको दोकान पनि देखाइदिने छु है सुखियाको र आइतबार चाहिँ टोटल्ली बन्द हो सुखिया होइन यहाँबाट ओह्रालो जानुहुन्छ नि त होइन र एउटा दोकान चाहिँ यो हो ताज बेकरी होइन अब फेरि यहाँ पनि अनलोड गरेर जानुहुन्छ र सामान चाहिँ यो खाली हुन्छ हाम्रोमा चाहिँ ट्रे मात्रै हो ट्रे अन्त यो बिस्कुट डाल्डा हो यो चिनी हो दोकान त्यस्तो छ ताज बेकरी हो यो सामान झारेर अहिले भेटौँ है यहाँ त सामान झारिसक्यो होइन मिरिक र अर्को दोकानको चाहिँ सामान छैन रहेछ आज हो
र हामी चाहिँ यहाँबाट निक्लियौँ है। अर्को दोकानमा चाहिँ किन देखाएन भनिदिनुहुन्छ होला तपाईँहरूले होइन। अर्को दोकान चाहिँ बन्द रहेछ, आज बन्द गरेछ, त्यही भएर चाहिँ गएनौँ हामी। त्यो पनि ताजै हो, ताजको नै हो। लेट्स गो होइन। है अहिले भेटौँ होला है, बाटोतिर यसो भेटौँ होला है। बाई बाई। र हेर्नु न साथी हो, अलिक यतापट्टि आएको त दिन त धुम्बो भइरहेको रहेछ है। र यो चाहिँ कहाँ हो भन्दाखेरि लेप्चा जगत हो। ओ सरी सिमाना र यहाँबाट चाहिँ नेपाल देखिने गर्छ नि त। तपाईँहरूलाई पनि नेपाल देखाइदिनु पर्यो भनेको थियो कि। यस्तो पो भइरहेको रहेछ साथी हो। कोही पारिपट्टि चाहिँ सबै नेपाल हो नि त। भइरहेको रहेछ होइन। र यो चाहिँ टुरिस्ट प्लेस हो, टुरिस्टहरू पुरा आउने गरिन्छ होइन। दिन सफा भएको बेलामा चाहिँ दामी देखिन्छ नि त यहाँबाट चाहिँ नेपालहरू। त्यही भएर चाहिँ आज त दिन छैन रहेछ राम्रो। गाडी आएको जस्तो लागेको थियो। आज त हरिसलाग्दो भइदिरहेको रहेछ गाइसहरू। है साथी हो, बाटोमा भेट्दै गरौँ है। र साथी हो होइन, अहिले भने चाहिँ हामी चाहिँ पशुपति क्रस गऱ्यो होइन। अन्त पशुपति क्रस गरेर अलिकति तल आइपुग्यौँ होइन। यहाँ चाहिँ अलिकति भए पनि दिन राम्रो रहेछ, जान्दै नै छु भने बिस्तारी हो। आज केही त्यस्तो हतार छैन, सोधेको जस्तो आज आरामले जाने आरामले आउने हो। सधैँ त अब हतारै हुन्छ, टाइम टु टाइम पुग्नु हुन्छ। यो मिरिकपट्टि चाहिँ केही हतारै हुँदैन हामीलाई। आइतबार मात्रै हो बिहान छिटो आउनुपर्ने, आइतबार चाहिँ हातले गर्दाखेरि छिटो आउनुपर्छ। र यो चाहिँ मेरो सबसे भन्दा मनपर्ने जग्गा यो बाटो चाहिँ। यति मजाको लाग्छ नि, गाडी कुदाउनु मजा लाग्दो हो। बाटो राम्रो छ भन्दै फेरि स्पिड पनि कुदाउनु भएन होइन। आरामले जाने हो, आरामले आउने हो है। साथी हो हामी चाहिँ अहिले थर्पी पुग्यौँ होइन। यहाँ चाहिँ हेर्नु न यस्तो डरलाग्दो लागिरहेको रहेछ कि दिउँसो रात परे जस्तो भयो हो। यस्तो धुम्म लागिराखेको रहेछ है साथी हो। यस्तो धुम्ममा चाहिँ केही देख्दैन, साह्रो पर्छ कुदाउनु। भन्दा पनि बाइक गाडी त देखिहाल्छ, केही छैन हो। मेन चाहिँ कुकुर बिरालोहरू देख्नु साह्रो पर्छ नि त। कुकुर बिरालोहरू हात पाउँछ, देख्नु साह्रो पर्छ। अहिले यहाँ चाहिँ अलिक कम्ती रहेछ। यो चाहिँ मिरिकको चियापत्तीको फ्याक्ट्री हो। यो जाबा खाइस् त खुदु। यस्तो हुन्छ। साथी हो हामी चाहिँ पुग्यौँ होइन मिरिक बजार। र अब यहाँ चाहिँ यहीँ राख्छु गाडी होइन, किनकि पर दबाई सानो छ र दोकान पनि यहीँ हो, अलिक अगाडिपट्टि हो। यहाँबाट चाहिँ बोकेर लान्छ नि त भाइहरूले सामान। दोकान सानो छ, यहीँ हालिदिन्छु। साथीहरू भेट गर्नु, दोकान चाहिँ पर छ।
पछाडि देखाउँछु है। यो साथी हो, हामी चाहिँ निक्ल्यौँ होइन। अन्त दोकान चाहिँ यो हो है, ताज बेकरी। त्यो जान्दैन भाइ? भाइ जान्दैन? हामी चाहिँ अब यहाँबाट सोरोनी जानुपर्छ। सोरोनीमा पनि छ नि त दोकान। अन्त यो चाहिँ वान वे हो। अन्त अहिले आउँदाखेरि चाहिँ फेरि उताबाट गएर घुमेर फेरि यही बाटो आउनुपर्छ, किनभने सामान हाल्नुपर्छ नि त, ट्रे खाली ट्रे। ल साथी हो, यस्तै छ, भेट्दै गरौँ। है साथी, हामी चाहिँ सौरेनीबाट फर्केँ। धुम्म चाहिँ यो खाले छ हो। आज धुम्म चाहिँ डर लागिरहेको छ। बिस्तारै बिस्तारै आउँछौँ है। तार छैन, कहीँ जानुपर्ने छैन हो।